100 रुपैयाँमा झोल मोमो विथ मासु, त्यो पनि पेट भरि खानको लागि कहाँ जाने त? हजुरहरुलाई थाहा छ त? यदि थाहा छैन भने म भनिहाल्छु नि। जान्नको लागि चाहिँ च्यानललाई फलो गरेर भिडियो लास्टसम्म हेर्न नबिर्सनु होला। All right guys, all right, welcome back to my brand new mini vlog. I hope हजुर सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। अनि आजको मेरो 41 डे मिनी भ्लगमा हजुरहरु सबैजनालाई मनैदेखि स्वागत गर्दै आजको बिहानलाई सुरुवात गर्दै छु। आजको दिन चाहिँ बिहान बिहान उठेर मुख पनि धुन नपाइकन बारीतिर जानु परेको थियो, किनभने बारीमा चाहिँ पानी हाल्ने काम थोरै बाँकी रहेको रहेछ अनि मम्मीले मात्र एक्लै काम गर्न सक्नुहुन्न नि त, त्यही भएर म पनि उहाँलाई सघाउन गएको थिएँ। अनि आज चाहिँ म र भिनाजुको बजार जाने काम थियो, त्यही भएर साला भेना बाइकमा बसेर चल्दैम हामी बजारतिर। बजार पुगेर आफूलाई चाहिने जति सबै सामानहरु पनि किनेर सके। त्यही सामानहरु मध्ये आज चाहिँ मलाई एउटा हेलमेट पनि किन्नु थियो। लास्टमा फाइनली यो हेलमेट मात्रै किनेर के सक्न पाएको थिए। त्यतिकैमा मलाई त भोकले राउन्ड किक हानिहाल्यो। त्यसपछि भिनाजु मलाई त भोकले राउन्ड किक हान्यो नि भन्न मात्रै के पाएको थिए। त्यतिकैमा भिनाजुले बाइकमा बसालेर सिधै रामनगरतिर बोलाउनुहुन्छ। भिनाजु मलाई कहाँ लान खोज्नु भएको? हामी काठमाडौँ जान लागेको त हैन त भनेर भनेको। ए सालो तिमी बसन मात्रै, आज तिमीलाई म स्पेशल मोमो खुवाउँछु, त्यो पनि 100 रुपैयाँमा भनेर ड्राइभर दाइको मोमो भन्ने ठाउँमा बोलाउनुहुन्छ। अनि त्यहाँ पुग्न मात्रै के पाएको थिए, म जस्तै अरु 4-5 जना साथीभाइहरु पनि भेटिहाले। भेटेको साथीहरुलाई हाई हेलो भन्न मात्रै के पाएको थिए। त्यतिकैमा भिनाजुले त यता मोमो अर्डर गरिसक्नु भएको रहेछ। मोमो अर्डर गर्न लागेको 5 मिनेट मात्रै भएको थियो। त्यतिकैमा यता मोमो पनि आइसकेको रहेछ। जापानको बुलेट ट्रेनको बरु स्पिड स्लो हो, यहाँ अर्डर गरेको खानाहरुको स्पिड चाहिँ एकदमै फास्ट पो रहेछ। एनीवे साथीहरु, यो बकम फुसे कुराहरुलाई साइड लगाएर रेडी भएर आएको तातो तातो मोमो चाहिँ गम कि गम खाम भन्ने कुराले म लागे ड्राइभर दाइको झोल मोमो टेस्ट गर्न। त्यसपछि आज लोएज फर्स्ट बाइट भनेर सुरुप्प झोल खाएको त एकदमै मिठो 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 लाग्यो। कसम भनेको साथीहरु, 100 रुपैयाँमा यस्तो मिठो झोल मोमो विथ मासु त मैले अहिलेसम्म कतै पनि खाएको थिएन। मिठो झोल मोमो सस्तो दाममा खाने चाहिँ मेरो एउटा इच्छा थियो। इच्छा चाहिँ आज ड्राइभर दाइको झोल मोमो भन्ने ठाउँले पुरा गरिदिनु भएको छ। यदि हजुरलाई पनि यस्तै सस्तो र मिठो दाममा झोल मोमो र मासु खान मन छ भने नारायणघाट पोखरा बसपार्कबाट जम्मा 3 किलोमिटर रामनगर भन्ने ठाउँमा, नारायणघाटबाट मुगलिन जाँदा चाहिँ देब्रे साइडमा र मुगलिनबाट नारायणघाट आउने बेला चाहिँ दाहिने साइडमा रहेको ड्राइभर दाइको झोल मोमो भन्ने ठाउँमा भिजिट गर्न चाहिँ नबिर्सनु होला। यति भन्दै आजलाई यति नै होप गर्छु हजुरलाई मेरो भिडियोहरु मन पर्यो होला। भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्न नबिर्सनु होला। हजुरलाई भोलिको ब्रान्ड न्यू मिनी भ्लगमा, त्यतिन्जेलको लागि टेक केयर, बाइ बाइ।